यस्तो गेममा गएर हारिन्छ यार, यस्तो यस्तो हुन्छ केटा हो यार। कस्तो ब्याड लक केटा हो, 3वटा केटा हो, 3वटा आज सुपर ओभर भयो केटा हो। 3 सुपर ओभर, नेदरल्यान्ड बिट अस इन सुपर ओभर होइन। ब्याड लक कुन लेभलको ब्याड लक हो केटा हो यो, कुन लेभलको ब्याड लक हो केटा हो। जस्ट 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 इमेजिन केटा हो होइन, नेपाल इज प्लेइङ, अनि नेपाललाई यो प्रकारको ब्याड लक कसरी लाग्न सक्छ बे। यो त नेक्स्ट लेभल ब्याड लक भयो केटा हो, नेक्स्ट लेभल ब्याड लक भयो। तरिका हुन्छ यो ब्याड लकको केटा हो। मतलब सेकेन्ड वाला उसमा कुशल, सरी हाम्रो उतापट्टिहरू छ दिपेन्द्र सिंह ऐरीवाला गेममा, सेकेन्ड सुपर ओभरमा दिपेन्द्र सिंह ऐरीको पर्फर्मेन्स त्यही हो, दिपेन्द्र सिंह ऐरीको पर्फर्मेन्स त्यही हो। र केटा हो अर्को कुरा होइन, अर्को कुरा केटा हो करणलाई त डेब्युटेनलाई खेलाइरहेछ। रुपेशलाई के भन्नु केटा हो, फर्स्ट गेम खेलिरहेछ ऊ, फर्स्ट गेम उसको करियरकै नेसनल टिमको लागि फर्स्ट गेम खेलाएको छ। तपाईँ फर्स्ट गेममा युआर लेटिङ हिम इन सुपर ओभर। फर्स्ट गेममा कुनै कुनै प्लेयरले फर्स्ट गेम खेलिरहेछ, कम्प्लिटली तपाईँसँग योभन्दा अगाडिको सिरिजको हाइएस्ट रन गेनर तपाईँसँग बेन्चमा राख्नु भएको छ। तपाईँ डेब्युटेनलाई सुपर ओभर दिइरहनु भएको छ। द प्लेयर हु हेज हिटेड एभ्री बल 6 इन डेथ ओभर, जसले जसले तपाईँ एउटा गेम लिएर आएर दिएको थियो, त्यो प्लेयरलाई छोडेर तपाईँ डेब्युटेनलाई दिइरहनु भएको छ चान्स। के हो यो, आँखा छ तपाईँसँग, कोच साहब कप्तान साहब तपाईँसँग आँखा छ। दिपेन्द्र सिंह ऐरी कबसम्म बल खान्छौ ल भन त मलाई। दिपेन्द्र सिंह ऐरी कबसम्म बल खान्छौ। दुई बलको महत्व तिमीले बुझेनौ होला दिपेन्द्र सिंह ऐरी, तर नेपाली क्रिकेट फ्यान्सले बुझेछ दुई बलको महत्व। आज तिम्रो 2 बलको डट, साउथ अफ्रिकासँगको त्यो डट होइन, बङ्गलादेशसँगको त्यो डट, खोइ तिम्रो भित्रको त्यो गुर्दा, खोइ तिमी भित्रको बाघ, खोइ तिमी भित्रको बिरालो मात्र आइरहेछ। तिमी भित्रको बाघलाई पनि बाहिर आउनु देऊ क्या। जहिले बिरालो यार ठुक्क। अनि करण दाइलाई चाहिँ के घाँस काट्न लग्या हो।